मैले सबैलाई एकमुष्ट नै यहाँबाट सम्बोधन गरेँ। आज कार्यक्रम भयो, एकदम खुसी लागिरहेको छ। स्पेसली पोखराका लेजेन्ड्रीहरूलाई साँच्चै राखेर यो कार्यक्रम गर्न पाउँदाखेरि चाहिँ एकदम गर्व महसुस भइरहेको छ। र अर्को कुरा फेरि हामीलाई राम्रो कुरा, यो पटक चाहिँ मेरो नयाँ अनुभव के पनि भयो भने गीतकार प्रतिष्ठानसँग म पहिलोपटक यसरी जोडिएर कार्यक्रम गर्न पाएको छु। गीत बन्नको लागि चाहिँ गायक र सङ्गीतकारले मात्रै हुँदैन, गीत त पहिलो चिज चाहियो। गीत बन्नको लागि सायद गीतको जरा भनेकै लिरिसिस्ट हो जस्तो लाग्छ, रचनाकार हो जस्तो लाग्छ मलाई। हामी भनेको लगभग स्ट्राइकर जस्तो, गीतकारहरू पास दिने मान्छे, एकदमै राम्रो मान्छे। अब सङ्गीतकार भनेको गोलकिपर जस्तो फिल हुन्छ मलाई। कहिलेकाहीँ हामी गोलकिपर जस्तो पनि हुन्छौँ होइन। यो गीतको बारेमा म थोरै सेयरिङ गर्छु। यो गीत चाहिँ अहिलेको गीत चाहिँ होइन, अलिक पहिलाको गीत हो। दुःख सुखले चाहिँ सुरजीले गीत लेख्नुभयो। गीत लेख्ने पछाडि मैले मेरो साथी मन छेत्रीलाई यो गीत देखाएको थिएँ। पहिलो साथी चाहिँ मन छेत्री। मन छेत्रीलाई देखाएपछि मन छेत्रीले चाहिँ यो यसो गरौँ भनेर केही रूपमा चाहिँ काटछाँट गर्ने काम पनि उसले हामीमाथि हावी भएर, सुरजमाथि पनि हावी, मसित पनि हावी भएर मन छेत्रीले हामीलाई यो काटछाँट गरेर यो गीत चाहिँ उहाँले बनाइदिनु भयो। सायद मनजी यतै हुनुहुन्छ होला कतै। मन थ्याङ्क यू भेरी मच। त्यहाँ नाम आएको छ है, फेरि एमडी भनेर राखिरहेको थियो। हिजो मन छेत्री लेखिहाल्यो, के लेखौँ भएर अनि पछाडि फेरि सञ्जय मल्ललाई फोन गरेँ मैले, प्रबन्ध निर्देशक हो भन्छेपछि चाहिँ अनि मित्रले पछाडि मिलायो। थ्याङ्क यू मन यो सपोर्टको लागि। र यसरी नै हाम्रो चाहिँ यो गीत बनेको थियो। बनेको चाहिँ केही समय अगाडि हो। मैले अडियोमा खर्च गरेँ, मैले त्यहाँ छुचो भएर भने होइन कि मैले एकदम थियो भने सुरजीसँग नि बिचरा हुन पनि गाह्रो थियो, मलाई नि गाह्रो थियो, दुःख सुख गरियो। तर भिजुअल गर्ने पैसा हामीसँग थिएन, भिजुअल गर्ने पैसा चाहिँ थिएन। हाम्रो सबैको समस्या चाहिँ एउटै हो, सादा समस्या। चाहे गीतकारको होस्, चाहे गायकको होस्, चाहे सङ्गीतकारको होस्, इभन कि कविको पनि के नहोस्, सायद किताब निकाल्ने बेलामा तपाईँहरूलाई पनि गीतकारलाई पनि गाह्रो हो जस्तो लाग्छ मलाई। सबैको सादा समस्या हो। यो अनुरागजीले भने जस्तो बरु सबै मिलेर काम गर्नु पाए ठिक हुन्थ्यो कि होइन। अनि बरु युट्युबमा राखेर आएको पैसा बरु बराबर बाँडौँला भने जस्तो लाग्यो। अनि अब मलाई लागेको चाहिँ के भने यो गीतको बारेमा भन्दाखेरि यो ट्युनिङ चाहिँ कता कता यो सुदूरपश्चिमको भाकासँग मिल्दो जस्तो मैले कम्पोज गरेको थिएँ। अनि यसमा चाहिँ एकदमै राम्रो एरेन्जमेन्टको एकदमै खाँचो हुन्छ गीत चल्नको लागि। यो गीत चल्ला नचल्ला आफ्नो ठाउँमा छ, तर गीत एक लेभलको सुने पछाडि ठिक छ भनेर चाहिँ मलाई धेरैले प्रतिक्रिया दिनुभएको थियो। यसमा चाहिँ राजेश विष्ट दाइलाई म एकदमै आभार व्यक्त गर्न चाहन्छु, जो पोखरामै बस्नुभएको छ, दार्जिलिङको हुनुहुन्छ। त्यही पनि उहाँ मेरो गुरुजी जस्तो पनि हुनुहुन्छ, जसले मलाई पहिलोपटक गजल रेस्टुरेन्टको स्टेज देखाउने मान्छे राजेश छेत्री हो। उहाँले एरेन्ज गर्नुभयो गीत। हामीले इक्विपमेन्ट्सहरू सबै काठमाडौँमा राखेका थियौँ। राजेश दाइलाई चाहिँ म धेरै आभार व्यक्त गर्न चाहन्छु। राजेश दाइको यो म्युजिक एरेन्जमेन्टले पनि गीतको चाहिँ धेरै एउटा सुन्दरता थपेको मैले महसुस गरेँ। दाइ कता हुनुहुन्छ राजेश दाइ? दाइ थ्याङ्क यू। दाइलाई अहिले सन्चै पनि छैन। र एकदम गीतले गीत बन्दै गयो। गीत भिडियो बन्ने क्रममा चाहिँ एक दुईजना साथीहरूलाई पनि मैले गीत चाहिँ मैले पठाएको थिएँ। कति साथीहरू रङ्गमञ्चको साथीहरू पनि हुनुहुन्थ्यो, कतिपय साथीहरूलाई पनि, नेतालाई पनि मैले पठाएको थिएँ, रोमन भन्ने भाइलाई पठाएको थिएँ मैले। किनभने म आत्तिरहेको थिएँ क्या, गीत कसरी फाल्ने होला, कसरी भिजुअल गर्ने भन्ने मेरो कुरा थियो। तर जसलाई मैले पठाएँ उहाँले पनि मलाई राम्रो तरिकाले पुर्याइदिनु भयो। साथीहरू आज आउनु भन्नु उहाँलाई पनि मैले बोलाएको थिएँ होइन। एकदम राम्रो तरिकाले पुऱ्याउनु भयो। तर अब पछिल्लो पटक विक्रमजी आउनुभयो, उहाँ चाहिँ युएसमा बस्नुहुन्छ। विक्रमजीले पनि हामी सहयोग गर्नुभयो। विक्रमजीको सहयोगमा भिडियो चाहिँ बनेको अनि मेरो युट्युबमा हाल्न पाएँ मैले, यसमा आभारी छु। विक्रमजीलाई पनि म थ्याङ्क यू भेरी मच भन्न चाहन्छु यहीँबाट। विक्रमजीले युएसमा अहिले काम गर्दै हुनुहुन्छ, अहिले भिडियो पनि हेर्दै हुनुहुन्छ। र आजको कार्यक्रममा तीर्थदाइले चाहिँ यहाँबाट गर्दै हुनुहुन्थ्यो। मेरो युट्युब च्यानलबाट पनि लक्कीली सेम टाइममा 1 मिनटको फरकमा चाहिँ हाम्रो गीत चाहिँ वर्ल्ड वाइड अहिले रिलिज पनि भइसकेको छ। अरू खास केही पनि छैन हजुर। अब हामी सबै मिलेर काम गर्ने हो। म पोखरामै छु, तपाईँहरू पनि पोखरामा हुनुहुन्छ। मलाई गीत पठाइराख्नुहोस्, म पनि फुर्सदको बेलामा अथवा मन लाएर एउटा कम्पोज गरौँला, अनि दुःख सुख साटौँला, यही दुःख गरौँला। अरू केही पनि छैन हजुर। मलाई भन्न केही पनि छैन। यहाँको सपोर्ट चाहिन्छ, यस्तै चाहिन्छ। किनकि